नेपाल केटाहरू यार, यो हो कि नेपाल। स्विजरल्यान्ड भन्दा के कम छ? स्विजरल्यान्ड भन्दा बवाल छ बनायो भने, महाकसम डेभलप गर्यो भने। तर स्विजरल्यान्ड जतिकै चाहिँ नहोला होइन। भए पनि म सेकेन्ड वर्ल्डको म सेकेन्ड यो ब्युटिफुल कन्ट्रीमा त पर्छ क्या महाकसम नेपाल। यस्तो दामी छ। मैले कति ठाउँहरू एक्सप्लोर गरेँ छैन, कति मान्छेलाई थाहा छैन। यो त मैले हल्का फेमस भएको ठाउँहरू मात्र हो अझै। अरू ठाउँमा कस्तो बवाल होला, कति ठाउँहरू थाहै छैन हामीलाई। पछाडि टायर खतरा चिप्लिरहन्छ यार, बिस्तारै हिँड्छु म त। कर्नरले हान्ने कि लडेको कर्नरले हान्ने कि लड्छु त्यस्तै। यता फेरि अर्कै टाइपको डाँडा रहेछ, खैरो टाइपको के। ए पानीमा हालिदिनु पर्छ रहेछ यार टायर सामानको। सडै सड यो हो नि त नेपाल केटाहरू। तिमीहरू यार नेपालमा बसेर नि इन्डिया, थाइल्यान्ड, हङकङ पुरै रहने छ। त्यता घुम्न जान्छ कि नेपाल घुम न यार। नेपाल यस्तो दामी छ, अर्काको देश जानै पर्दैन के। लाइफ टाइम घुम्यो पनि नभ्याउने ठाउँ छ क्या नेपालमा, यति धेरै ठाउँ छ। यो अनडेभलपमेन्ट भएर बाटोहरू चाहिँ नखुल्ल्या हुनसक्छ होइन, तर लोड छ क्या ठाउँ, राम्रो राम्रो ठाउँहरू। कस्तो दामी छिटो चलायो यार बाइक। मुजीहरू किनकि रेन्टबाट लिएर आएर हिँड्छ पोखराबाट, अनि चाहिँ अर्काको बाइक हो। बिग्रियो नि उनीहरूलाई मतलबै छैन नि। तेरो ब्ल्याङ ब्ल्याङ हान्दै चलाएर रहेछ फाल्टो साल्टोसम्म। हाम्रो त म चाहिँ आफ्नो बाइक हो, माया लाग्छ यार, बिस्तारै हिँड्नु पऱ्यो नि। मनाङ प्रवेशद्वार। खै त केटाहरू आयो नि त यार। नेपाल अच्छा है ना? इधर नेपाल अच्छा है ना भाई? हाँ भाई लोग, नेपाल अच्छा है ना? यही शब्द मात्र निस्छ, 4-5 चोटि निस्कियो कि मुखबाट के।
मनाङको बाटो यही हो है केटाहरू, मनाङको बाटो यही हो। यस्तो दामी मुजी पुरै पिच छ मुजी। पानी पऱ्यो नि नपऱ्यो नि आउँदा केही फरक पर्दैन। खै आज पनि पानी परेकै थियो, अहिले नि रेनकोट लगाएर हिँडिरह हो। आइरहेछ, राम्रै छ बाटो।